मेरो दिदीले भेनालाई लास्टै सताउने थिए। सानो कुरामा रिस उठेर झगडा गरी भने पनि 2-3 दिनसम्म ढोका बन्द गरेर बाहिर नै ननिस्किकन रुमभित्र बस्ने बानी थियो। उसको त्यो बानी देखेर मेरो भेना एकदमै आत्तिनु भएको थियो। किन मैले यसलाई विवाह गरेछु भनेर दिनदिनै टाउकोमा हात राखेर झोक्राउनुहुन्थ्यो। भेनाजुको एकदमै माया लागेर मैले भेनाको जिन्दगीबाट दिदीलाई हटाएर म भेनासँग विवाह गरेँ। जब भेनासँग विवाह गरेँ त्यो पहिलो सुहागरातको दिनमा मैले त भेनालाई नर्मल नै सम्झिराखेको रहेछु, तर भेनाको कोब्रा साप यति ठुलो रहेछ कि जब सुहागरातको दिनमा उहाँले मेरो कलिलो थाप्रे खुत्रुकीमा उहाँको कोब्रा सापलाई छिराउनु भयो, त्यतिखेर मैले पानी पनि भन्न पाइनँ। उहाँको पहिलो झड्कामा नै मेरो शरीरको नसा नै सड्किएको जस्तो भएको थियो र म तनक्कै तन्केकी थिएँ। म पनि त्यस्तै आफूभन्दा उमेर ठुलो भएको मान्छेसँग मेरो खुत्रुकीको साँचो खोल्न खोज्ने त्यो दिनमा भेनाको कोब्रा साँपले मेरो 19 वर्षसम्म सम्हालेर राखेको खुत्रुके भित्रको लेउ जति सबै निकालिदिनु भयो। मैले सोचेको थिएन कि भेनाको कोब्रा साँप त्यति पावरफुल छ भनेर। जब उहाँले पहिलो दिनमै मलाई उहाँको छेउमा पनि नजाने तरिकाले तर्साउनु भयो, दोस्रो दिनदेखि उहाँसँग कुरा गर्न पनि डराउने थिएँ म। साथीहरू, मेरो नाम अस्मिता हो। मेरो घर धरानको एकदमै ठुलो सहरमा हो। म अहिले 19 वर्षकी भए। मेरो दिदीको आजभन्दा 2 वर्ष अगाडि नारायणघाटमा विवाह भएको थियो। विवाह गरेको केही दिनसम्म त मेरो दिदी एकदमै खुसी भएकी थिए। जब भेनालाई लिएर माइत आउने थिइन् त्यतिखेर जतिखेर पनि भेनासँगै लडेर बस्ने, भेनासँगै मस्किएर बस्ने गर्ने थिइन्। त्यो देखेर मलाई एकदमै रिस उठ्थ्यो र डाहा पनि लाग्थ्यो। मेरो अगाडि नै दिदी भेनाले धेरै पटक रमाइलो गरिसकेका थिए। दिदीले मलाई त्यति बहिनी भनेर मान्छे गन्ने थिइनन्, किनकि म सौताने आमाको छोरी थिएँ। उनले मेरो अगाडि जब भेना आउनुभयो भने त्यहाँ नै आएर भेनालाई मिठो मिठो कुरा गरेर आफूतिर तान्दै लिएर जाने थिइन्। एक दिन जब म मेरो कोठामा सुतिराखेकी थिएँ त्यतिखेर दिदीको कोठाबाट झगडा गरेको जस्तो आवाज आयो। भेनाले आज दिदीलाई पिट्न थाल्नु भएछ कि क्या हो भनेर म बाहिर ढोकानिर गएर कान थापेर सुने। दिदीहरू झगडा गरेका छन् भनेको त भित्र 2 जनाको कार्यक्रम पो गरिराखेका रहेछन्। दिदीले भेनालाई भन्दै थिइन् कि तपाईँ त 2 मिनेट पनि टिक्नै नसक्ने कस्तो मर्दा मान्छे हो भनेर भेनालाई गाली गरिराखेकी रहेछिन्। भेनाले दिदीलाई पहिलो पटक भएर हो कि मेरो कोब्रा सापबाट छिटै सामान निस्केको। फेरि एकैछिन मेरो कोब्रा सापलाई तिम्रो हातले खेलाइदेऊ त फेरि अर्को पटक गर्दाखेरि चाहिँ अलि लामो समयसम्म तिम्रो खुतुकीको साँचो खोलिदिन्छु भन्नुभएको थियो। उनीहरूले त्यस्तो कुरा गर्दाखेरि जब मैले सुने आफूले आफूलाई सम्हाल्न सकिनँ र म सिधै म सुत्ने कोठामा आए र मेरो हातको कान्छी औँलाले मेरो खुत्रुकीको चापी खोल्न थाले। बिस्तारै बिस्तारै खुत्रुकेको चापी खोल्छु भनेको मेरो शरीर एकदमै तातेको भएर आफूले आफूलाई सम्हाल्न सकिनँ र 36 नम्बरको स्पिडले मेरो खुत्रुकी खोले। मेरो हातको औँलामा नङ अलि लामो पालेको हुनाले मेरो खुत्रुकी भित्र मेरो कान्छी औँलाको नङले कोपेको रहेछ। मलाई मेरो खुत्रुकीको बाहिरपट्टि एकदमै चराउन थालेको थियो र म त्यस पछाडि आफ्नो बेडमा सुत्न थालेँ। जब भोलिपल्ट उठेर मेरो दिदी भेना आफ्नो घरमा फर्किनु भयो त्यतिखेर मेरो मम्मीले भन्नुभयो मलाई स्कुल छुट्टी भएको हुनाले दिदीसँग जा र केही दिन दिदीको घरमा बसेर छिट्टै फर्केर आइज भने पछाडि म पनि दिदी भेना हिँड्ने बेलामा कपडा लगाएर रेडी भएकी थिएँ। जब भोलिपल्ट हामीहरू दिदीको घरमा गयौँ त्यस पछाडि नेपालमा कोरोना भाइरस आएको हुनाले नेपालमा सबै गाडी बन्दहरू भएर लकडाउन हुन थाल्यो। त्यस पछाडि म घरमा फर्किन पाइन् र करिब 2 वर्ष जति दिदीकै घरमा बसे। त्यो 2 वर्ष म दिदीको घरमा बस्दाखेरि म मेरो भेनाको एकदमै नजिक पुगिसकेकी थिएँ। भेनाले मलाई दिदीको अगाडि नै आफ्नो काखमा राखेर साली आदि घरवली त हो नि हक लाग्छ के रे भन्दै मेरो सुन्तला छुने र मेरो खुत्रुकीतिर हात बढाउने गर्नुहुन्थ्यो। भेनाले त्यस्तो बानी गर्दाखेरि मैले दिनदिनै मेरो खुत्रुकीलाई हातले चलाउने गर्ने थिएँ र दिनदिनै मैले मेरो खुत्रुकीबाट गङ्गाजल निकालै गर्ने थिएँ। त्यसैले गर्दा म पहिलाभन्दा अहिले अलि धेरै नै पातली भइसकेकी थिएँ। मेरो दिदी एकदमै मोटी हुँदै गएकी थिइन् भने म एकदमै पातली, त्यसैले मेरो भेनाले दिदीलाई भन्दा बढी टाइम मलाई दिनुहुन्थ्यो।
दिदीले म र भेना बसेको देख्ने बित्तिकै सानो कुरामा एकदमै ठुलो झगडा बनाउने थिइन् र एक दिन रिस उठ्यो भनेदेखि 3-4 दिनसम्म ढोका थुनेर भित्रबाट बाहिर पनि नआउने गर्ने थिइन्। भेनाले एकदमै टेन्सन लिनुहुन्थ्यो। दिदीको रुमभित्रै ढोका लगाएर बस्दाखेरि मर्यो कि बाँचेको छ थाहा नभए पछाडि दिनदिनै यस्तो टर्चर भएको हुनाले भेनाले खाना पकाउने बेलामा र बाहिर आँगनमा बस्दाखेरि पनि जहिले पनि आफ्नो चेपुमा हात लगाएर बस्नुहुन्थ्यो। दिदीको बानी लास्टै खराब भइसकेको थियो। सानोतिनो कुरामा पनि भेनासँग न्यु खोज्ने र बारीको काल्नातिर गएर दिनभरि जगल्टा फिजारेर बस्ने उनको बानी परेको थियो। बेला बेलामा त मैले यस्तो सोच्ने थिएँ कि यो दिदी यदि मरिहाल्यो भनेदेखि बरु मेरो भेनालाई मैले राम्रो तरिकाले सुख दिने थिएँ। भेनाजुको दुःख मबाट देख्न सकिराखेकी थिइन्। मैले मेरो भेना एकदमै सोझो हुनुहुन्थ्यो र मेरो दिदीलाई लास्टै धेरै माया गर्नुभएको थियो। गाउँमा कहिलेकाहीँ अलिकति रौसी खानुभयो भने पनि गाउँभरिका सबै मान्छेहरूको अगाडि मेरै श्रीमती जति राम्रो गाउँका कुनैका छोरी बुहारी छैनन् भन्दै आफ्नो छातीमा आफ्नो हातले पिट्दै हिँड्दै गर्नुहुन्थ्यो। दिदीले पनि भेनाको त्यही सोझोपना देखेर भेनालाई लास्टै सताउने थिइन्। कहिलेकाहीँ त खाना पकाउने चुलो आडामा भएको फलामको ढुङ्ग्रोले भेनालाई टाउकोमा काट्ने गरी नै हिर्काउने थिइन्। दिदीले भेनालाई लास्टै अत्याचार गरिसकेकी थिइन् र कुनै कुनै बेलामा त जहाँसम्म मैले लुकी लुकी सुन्दाखेरि जब भेनाले दिदीको खुत्रुकी खोल्नको लागि बेलुका सुत्ने बेलामा तराई गर्नुहुन्थ्यो त्यतिखेर दिदीले त जाबो नामर्दाले 1 मिनेट पनि टिक्न नसक्ने मान्छेले म भित्रको भूतलाई मात्रै किन जगाउँछस् छोड मलाई भनेर त्यतिकैमा दिदीले झगडा गर्न सुरु गर्थिन्। म लास्टै भइसकेकी थिएँ। मिल्थ्यो भने मैले मेरो दिदीलाई त्यो घरबाट निकालेर मैले विवाह गर्ने थिएँ। मेरो भेनासँग एक दिनको कुरा हो। भेनासँग रिस उठेर दिदी झगडा गर्दै रुँदै र जगल्टा फिजार्दै घरभन्दा मास्तिरको बारीको काल्नामा गएर सुतिराखेकी रहेछिन्। त्यतिखेर करिब रातिको 9 बजेको थियो। गाउँमा एकदमै सुनसान भएको थियो। त्यतिखेर जङ्गलतिरबाट आउने चितुवा बाघले कताबाट दिदीलाई झम्टिन पुगेछ र दिदीको कम्मरभन्दा पछाडिको डिक्कीमा चितुवा बाघले झम्टेको रहेछ। बाघले झम्टिँदाखेरि दिदीले एकचोटि क्याक्क गरेको मात्रै आवाज आएको थियो। त्यस पछाडि के भयो कसो भयो को चिचाएको हो भनेर हामीहरू जब घरमाथि गयौं त्यतिखेर दिदीको आधी शरीर त पुरै बाघले खाइसकेको रहेछ। भेना एकदमै रुनुभयो र त्यही दिदीलाई झम्टिँदै दिदीलाई अँगालो हालेर बस्नु भएको थियो। तर अर्कोतिर भने म एकदमै खुसी भएकी थिएँ। आजदेखि मेरो भेनाको जिन्दगीमा भएको सबैभन्दा ठुलो काँडा हटेको छ भनेर म चाहिँ खुसी भएको थिएँ। त्यस पछाडि भोलिपल्ट जब उहाँको क्रियाक्रमहरू यताउता सबै कुराहरू सकियो त्यस पछाडि मेरो भेना आफू सुत्ने कोठामा आएर झोक्राएर बस्नु भएको थियो। मैले उहाँ झोक्राएर बसेको देख्न सकिनँ र म उहाँको छेउमा आए। उहाँको टाउको मेरो काखमा राखेर उहाँको टाउकोलाई म सार्दै मैले भेनालाई सम्झाएँ। भेना टेन्सन नगर्नु दिदी नभए पनि म छु नि तपाईको ख्याल राख्ने भन्दै मैले मेरो भेनालाई लाइन हान्न थालेकी थिएँ। केटा मान्छेको जात न त हो। केटी मान्छेहरू आडामा आए पछाडि पुरानो आफूले माया गर्ने मान्छेहरू भुलिहाल्दा रहेछन्। भेनाले पनि तिमी छौ र मात्र त म खुसी छु नि नभए त म पनि तिम्रै दिदी मरेको दिन नै मरिसकेको हुन्थे भन्दै मसँग काउलो मार्न लाउनु भयो। त्यस पछाडि भेनाले बिस्तारै आफू मोडमा आउनु भएको रहेछ र मेरो सुन्तलालाई आफ्नो हातले च्याप्पै समाउनु भयो। धेरै दिन भइसकेको थियो। भेनाले पनि दिदीको खुत्रुकी खोल्न नपाएपछि उहाँको कोब्रा साँप पनि रनक्क भएर उठिराखेको थियो। मैले सोचेकी थिएँ अब त भेना तपाईको र मेरो बीचमा कोही पनि मान्छेहरू छैन हामीलाई रोक्ने भनेर मैले मेरो भेनालाई काखमा राख्दै उहाँको कपालमा मुसार्दै थिएँ। त्यही बेला उहाँले भन्नुभयो सालिनानी तिम्रो दिदी बितेको पनि धेरै दिन भइसक्यो। केटा मान्छेहरूले करिब हप्तामा एकपटक पनि कुनै केटीको खुत्रुकी खोल्न पाएनन् र आफ्नो कोब्रा साँपलाई खेलाउन पाएनन् भने उनीहरू एकदमै मोड अफ भएर हिँड्ने गर्छन् भने पछाडि मैले उहाँलाई भने तपाईले मेरो खुत्रुकी खोल्ने हो भनेदेखि पहिला तपाईले मलाई विवाह गर्नुपर्छ अनि बल्ल तपाईले मेरो खुत्रुकी खोल्न पाउनुहुन्छ भने त्यस पछाडि उहाँले त्यसो भए मैले पण्डितसँग हेराएर